उसको लम्बाइ छ 14 इन्ची र 1 इन्च चाहिँ हामीले ज्यादा राख्नुपर्छ। 15 इन्चमा चाहिँ मैले मार्का लगाएँ है। अन्त कपडा चाहिँ यो पाराले राख्नुपर्छ, आफूपट्टि चाहिँ बन्द भएको हुनुपर्छ। र सोल्जर निकाल्दैछु 5.5, उँधो पनि 5.5 मैले गर्दैछु है। अन्त चेस्ट छ हाम्रो 34.5 र 1/4 र हाफ इन्च लुजिङ र 1.5 इन्च मार्जिन र हामीले चट्टै यसरी लगायो, सिधा कोर्यो र हामीले यो वेस्टको नाप छ 30 इन्ची। 30 इन्चको 1/4 7.5 इन्ची हुन्छ। त्यसमा 1 प्लस गर्नुपर्छ, +1। यो चाहिँ टक्सको लागि 1.5 इन्च चाहिँ मार्जिन र हामीले यसरी चट्चट मार्किङ गर्यो। यो चाहिँ 1.5 इन्च 1.5 र यसलाई मार्किङ यसरी गर्यो यो हिसाबले र यसरी नाप्दैछु है। नाप्दा आएन, 17 इन्चको आर्महोलको गोलाइ थियो, आएन र 6 इन्चमा मैले मार्किङ गरेँ हाफ इन्च बढाएर र फेरि यहाँबाट पनि मैले 1.5 इन्चमा मार्किङ लगाएर चाहिँ यहाँनिर कोर्दैछु र यो हिसाबले चाहिँ हामीले नाप्नुपर्छ है। अब चाहिँ टक्कै आयो है, 9 इन्च आयो। त्यो हाफ इन्च जाँदाखेरि टक्कै 17 इन्च आउँछ र हामीले गलाको खोल्ने भाग 2.5 इन्च र लेन्थ छ हाम्रो 4 इन्च। पछाडिको भाग कटिङ गर्दैछु है अहिले चाहिँ र हामीले यसरी टक्कै मार्किङ लगायो। जहाँ हामीले उयो दिएको छ यहाँनिर टक्सको लागि, त्यहाँदेखि चाहिँ हामीले टक्कै इन्ची टेप राखेर चाहिँ टक्कै सेन्टर पोइन्ट लाउनुपर्छ र चाहिँ यो चाहिँ टक्सको 4.5 इन्च चाहिँ मैले उयो गरेँ, माथिसम्म मार्किङ गरेँ र यतापट्टि हाफ इन्च र यतापट्टि हाफ इन्च। 1 इन्चको हामीले अगाडि टक्स छोडेको हुन्छ है, त्यो चाहिँ 1 इन्चको टक्स आउँछ र हामीले यसरी गरेर चाहिँ अब हामीले कटिङ गर्दा हुन्छ। यो चाहिँ पछाडिको भाग पर्यो। हामीले सबैभन्दा पहिला चाहिँ ब्लाउज कटिङ गर्दाखेरि चाहिँ पछाडिको भाग कटिङ गर्नुपर्छ र मैले यहाँनिर कटिङ गरिसकेँ पछाडिको भाग। अब आउँछ फ्रन्टको भाग र यसरी खिचेको हुन्छ कपडा, आइरनहरू गऱ्यो है। बन्द भाग आफूपट्टि हुकको लागि त्यो र त्यो चाहिँ टक्सको लागि र पछाडिको भन्दा तल हाफ इन्च ज्यादा राख्नुपर्छ अगाडिको भाग। टक्सले गर्दाखेरि चाहिँ हाफ इन्च बेसी राख्नुपर्छ। तपाईँले यो भिडियो हेरेर राम्रो हेर्नुभयो भने सजिलोसँगले ब्लाउज कटिङ गर्न सक्नुहुनेछ र हामीले टक्कै जस्तो सिधा सिधा कोर्यो। अन्त यस्तो खालको राउन्ड खालको सेप कोर्यो है। काखी पनि हामीले खोल्नुपर्छ र गला मैले खोलेँ र काखी पनि फ्रन्टको लागि अलिकति खोल्नुपर्छ हाफ इन्च र मैले यो माथि कुमदेखि चाहिँ बस्ट पोइन्टसम्म 10.5 र त्यहाँदेखि मुनि चाहिँ 1.5 र 4.5 इन्च चाहिँ 1.5 यो टक्सको लागि र यसरी वरिपरि गर्दैछु। 2 इन्चको फरकमा चाहिँ मैले राउन्ड गरेँ है। र अब मेन पल्ला कटिङ गर्नुपर्छ। मेन पल्ला चाहिँ मैले आइरनहरू गरिसकेँ र मैले अलिकति भिडियो गर्नु अप्ठ्यारो भएर चाहिँ मैले यसरी राखेर कटिङ गरेँ है। र मैले स्लिप कटिङ गर्दैछु। 4 फोल्ड गर्नुपर्छ पहिला है र मार्किङ सिधा गर्यो। 13 इन्चीको लम्बाइ छ ब्लाउजको, बाउलाको 13 इन्ची लम्बाइ। 1.5 इन्च मैले उयो राखेँ फोल्ड गर्ने भाग र 3.5 इन्चीको उयो काखी खोल्ने भाग 3.5 र हाम्रो आर्महोल गोलाइ छ 17 को हाफ 8.5 इन्ची हुन्छ। 8.5लाई 8.5मै नराखेर 8 इन्च मात्रै राखेर चाहिँ 1.5 मार्जिन 5 इन्च र मार्जिन चाहिँ 1.5 दिएको छु यहाँ पनि
र हामीले यस्तो पाराले चाहिँ राउन्ड गर्नुपर्छ र हामीले इन्ची टेप लाउनुपर्छ। 17 इन्च आउँछ कि आउँदैन दुईपट्टि गरेर आयो है, रेडी भयो। अब मैले कटिङ गरिसकेँ ब्लाउजको। अब हेर्नुहोस्, तपाईँहरूले पनि राम्रोसँगले हेरेर तपाईँहरूले पनि सिलाउनु सक्नुहुनेछ। र हामीले फ्रन्टको भाग दुईवटा निकालेर चाहिँ हाफ इन्च गएर चाहिँ हामीले कटिङ गर्नुपर्छ। र हामीले अगाडिपट्टि हुकको लागि चाहिँ 3 इन्च, हुकहरूको लागि हुक लाग्ने ठाउँमा चाहिँ 2 इन्चको हामीले पट्टी रेडी गर्नुपर्ने हुन्छ। थ्याङ्क यू फर वाचिङ। फेरि अर्को भिडियोमा भेटौँला, स्टिचिङको भिडियोमा।